हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरू एभ्रिवान सबैलाई गुड इभिनिङ भन्न चाहन्छु। म यता जाजरकोटबाट दसैँपछि हामी चाहिँ दसैँमा अब खसी धेरै खाइयो होइन साथी हो। अब खाइसकेपछि यसो हिडुल गर्नु पर्यो, ज्यानलाई चाहिँ एकदम ठिक राख्नु पर्यो भन्ने तरिकाले हामी हिँडिरहेको छौँ। बाटो यस्तो अवस्था छ, अलिकति यता हामी जाजरकोटदेखि अलिकति माथिको भ्यू हो। यो स्कुल पनि नजिकै छ है, उता स्कुल नजिकै छ। अब यसपछि हामी यहाँ माथि व्यायामशाला जस्तो छ हाम्रो, त्यहाँ गएर हामी तपाईँहरूलाई सिटअप गर्न सिकाउँछौँ, पुसअप गर्न पनि सिकाउँछौँ, सेटअप गर्न सिकाउँछौँ कसरी गर्ने नै। अब एकदम हाम्रो साथीहरू हर्षित हुनुहुन्छ, खुसी छौँ होइन हामी। र यो चाहिँ हाम्रो दसैँ पछिको भ्यू छ है, दसैँ पछि हो। अब लगतै तिहार पनि आउँदैछ, हामी जाँदैछौँ, तपाईँलाई केही दिनमा देखाउँछौँ फेरि हामी अर्को पार्टमा। ल अब एकदम गर्मी पनि भयो है, हामी अलिकति उकालो चढिरहेको छौँ नि त। त्यही भएर पछाडि देखिने जाजरकोट खलङ्गाको दृश्य हो सम्पूर्ण।